यो भिडियो हेर्ने सम्पूर्णलाई मेरो नमस्कार। यति बेला यी गिद्धहरू चाहिँ यहाँ मासुको उसमा छन्, पर्खाइमा यहाँ मासु खाँदैछन्, हेर्न सक्नुहुन्छ। यो नेपालको मध्य भाग, जहाँ नेपालको बीचौँ बीच भागमा पर्छ यो जटायु रेस्टुरेन्ट, यो गिद्ध संरक्षण क्षेत्र पर्छ। यहाँ चाहिँ बँदेलहरू, अन्य मांसाहारी जीव जनावर पनि आउने गर्छ। हेर्न सक्नुहुन्छ, रमाइलो छ। यहाँ गिद्धहरू खाना खाइसकेपछि यहाँ नुहाउने ठाउँ पनि छ, हेर्न सक्नुहुन्छ। यहाँ बँदेलहरू पनि आइरहेका छन्। बँदेलले नि म खान्छु भनिरहेछ। यो भिडियो हेरिसकेपछि प्रतिक्रिया दिनुहोला र यो भिडियोलाई लाइक, सेयर, फलो पनि गरिदिनु होला। यो मैले यस्तै भिडियो हाल्ने गरेको छु, जीव जनावर पन्छी भिडियो हाल्ने गरेको छु। यहाँ चाहिँ यो गिद्ध संरक्षण गरेको हामीले पनि यहाँ 20 वर्ष भयो। यसको देखासेखी इन्डियाले पनि गरेको छ। इन्डिया र नेपालमा दुई देशले चाहिँ गिद्ध संरक्षणमा हातेमालो गरेको अवस्था छ। यसरी सानो बच्चा पनि ल्याउने गर्छ बँदेलले, यो गिद्धले खाने ठाउँ। यो भिडियो 5 मिनटको बनाउन खोजेको थिएँ, तर 4 मिनटको कम्प्लिट भएको छ। लाइक, सेयर र कमेन्ट पनि गरिदिनु होला। हस्, धन्यवाद, नमस्कार।